हेलो एभ्रिवान, आज हामी चाहिँ यता भर्जिनिया वाटर अनप्लान घुम्न आएको छौँ। अनि यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ। पालिन कता? हेलो वेलकम टु हामी यहाँ ठ्याक्कै पार्क गरेर चाहिँ म अब भित्र जाँदैछौँ। यहाँबाट चाहिँ एन्ट्रान्स भयो। कार पार्क पनि आज नि फुल रहेछ। हामी ट्युजडे आएको, त्यही पनि प्याक छ। पिकनिकको लागि आउँदा नि एकदमै रमाइलो ठाउँ छ। अनि यहाँ माथितिर देख्न सक्नुहुनेछ तपाईँहरूले रुखको छारीमा बसेर टक्क खान पनि मिल्छ। अनि यहीँ नजिकै क्याफेहरू पनि छ। कस्तो रमाइलो है दिदी। थ्याङ्क यू सो मच मेरो बाबु है हामीलाई घुम्न ल्याइदिनु भयो। अनि बहिनीलाई पनि थ्याङ्क यू। रमाइलो भइरहेको छ दिदी बहिनी, इन्जोय गरेछौँ। हामी चाहिँ एकदम 3 घन्टाको सर्ट ट्रिपमा आएको हुन्छ दिदी। 1 बजे 4 घन्टा नि हुनसक्छ। 1 बजे फर्किनु पर्ने छ। हामी चाहिँ एकदम शीतल कस्तो आनन्द चाहिँ आएको। धेरै गर्मी पनि छैन। कति निलो है। अनि हामीले कोकहरू ल्याएछौँ कि छैन है? हामीसँग कस्तो कफी पनि छ। डाइट, जिरो सुगर, फुल फ्याट, चेरी। अनि छैन भने होइन भर्खर कतिखेर? अच्छा यहाँ चाहिँ आइसक्रिम पनि बेच्न राखिरहेको हुन्छ। ठ्याक्कै जङ्गलको बाटो कटेर आधी बाटोमा। सो यु क्यान हेभ आइसक्रिम। यहाँ चाहिँ अब फोटो सेसन हुँदैछ दिदीबहिनीको। यता हेर्नु कस्तो राम्रो आएको छ दिदी बहिनीको फोटो है। ठ्याक्कै कस्तो निलो आकाश के आज। सही हो है। पानी हेर न कस्तो राम्रो, फोटो पनि राम्रो। हामीले चाहिँ माथि कुना फुल देखिरहेको छौँ। अब त्यहाँ गएर फोटो खिच्नु पर्ला। तपाईँहरूले पनि देखिरहनु भएको छ त माथि कताको? ओहो कस्तो दामी हो। दामी रहेछ। ओहो आहा सही हो क्या। वाउ दिदीको के इच्छा पुरा भयो। आज मेरो एकदम यहाँ आउने ठुलो सपना थियो है। सही रहेछ नि। मैले त फुलेको छैन होला सोचिरहेको थिएँ कि, तर फुल्नु चाहिँ फुले रहेछ, तर सबै त फुलिसकेको छैन। क्या दामी है। यस्तो बबाल। तर यहाँ चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ फुल चाहिँ पत्ता लाउनु पर्छ, किनभने एकदमै ठुलो एरिया छ। अनि फुल चाहिँ भित्र छ। अब गुराँस फुलेको ठाउँमा आएपछि एउटा टिकटक त बनाउनै पर्यो। मेरो मन जुया तिम्रो मनैमा, तिम्रो मनैमा, बनैमा बनैमा मेरो मन जुया तिम्रो मनैमा।
प्याकेज गयो त ल खानु खाले त खाइसकेको थ्याङ्क यू भाइ दिदी यहाँनिर बस्नु धेरै तलमा छ नि लाली गुराँस त होइन तर यस्तो दामी है गाइज हामी चाहिँ एकदम धेरै फोटो भिडियो खिचिसक्यौँ अब चाहिँ लगभग फर्किन्छौँ होला अनि हेर्नुहोस् तपाईँहरू आउनुभयो भने चाहिँ एकदम फुल कहाँनिर छ त्यो चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ एकदमै ठुलो जङ्गल भएकोले अनि कस्तो भयो दिदी आज तपाईँलाई एकदम रमाइलो दिदी पनि इन्जोय गरेर हम बाबु हामी तीनजना है कफी खाँदै जङ्गल घुम्दै हजुर रमाइलो भइरहेछ एकदम रमाइलो भयो जस्तो लाग्यो है एकदम तर तपाईँहरू आउनुभयो भने चाहिँ अर्को कुरा चाहिँ दिउँसोतिर चाहिँ नआउनु कि 12 बजीतिर आउनुभयो भने चाहिँ फोटो अलि राम्रो आउँदैन एकदम त्यो राप आउँछ घामको अनि बिहानतिर कि त बेलुकातिर आउनुभयो भने चाहिँ एकदम बेस्ट हजुर हामी चाहिँ अलिकति रङ टाइममा अलिक घाम चकिलो हुने बेलामा आएछ हजुर अलिक फोटो भने जस्तो आएन तर रमाइलो भइरहेछ होइन तर फोटो खिच्नु पनि आउनु पर्ने हो के जस्तो लाग्यो कि अहिले चाहिँ ठ्याक्कै 12 बजी छ कि अनि 12 बज्दा चाहिँ अलि राम्रो आएको थिएन फोटो अघि अर्को घाम भए पनि कफी खाँदैछौँ एकदम आनन्द भइरहेछ हेर्नुहोस् जङ्गलै जङ्गल चेस दिदी हुनुहुन्छ पछाडिबाट आउँदै हुनुहुन्छ तिमीलाई एकदम रमाइलो भइरहेछ नि होइन ए अलिकति नै बोरिङ लागेको छैन नि हामीले धेरै फोटो खिचेर है त्यही त आयुष्य यहाँ पनि आउनु भने एकदम रमाइलो छ यहाँ पनि ल अब यो चाहिँ हाम्रो अब लास्ट डेस्टिनेसन होला जस्तो छ उता झर्ना भएको ठाउँमा पनि जाने भनेको तर त्यहाँ चाहिँ हामी नभ्याउँला जस्तो छ अब टाइम एकदम लिमिटेड भएको भएर है अब हामी लाग्दैछौँ नत्र चाहिँ पालिदिनले हामी ट्रेन चढेर आऊ भन्ने जस्तो कुरा गर्दैछ त यहाँबाट ट्रेन स्टेसन पुग्नलाई 45 मिनट्स हिँडेर जानुपर्ने हुन्छ सो हामी पनि अब लाग्यौँ बाई बाई गाइस बाई बाई see you next vlog we miss you रवि दाई ओ अब ल होली खेल्नु पर्ला खै पानी खै आयो